हेलो हेलो सबैलाई नमस्कार। म चाहिँ आज चाहिँ यहाँनिर तरकारीहरू भन्दा पनि खोर्सानीहरू गोलुडाहरू रोपेको भिडियो बनाउँदैछु। यो चाहिँ मैले चाहिँ सुरुदेखिको बनाउँछु भन्दा भन्दै पनि यति भइसक्यो। सुरुमा चाहिँ कस्तो थियो भने यो पुरै यस्तो थियो, यत्रो धेरै झार थियो नि, तर यो यस्तो यतिको थियो। यसलाई खनेर यसरी खनेर अनि फेरि बिचबाट यस्तो यसलाई के भन्छ बनाएर चाहिँ फेरि यो प्लास्टिक लगाएर यहाँ प्लास्टिक भन्दा मुनि चाहिँ दबाई मलहरू छरिसकेको छ। यो चाहिँ साउले ल्याएर छरिदिएको हो। यो चाहिँ यहाँ यतापट्टि भित्र टनेल पनि छ, तर मैले यहाँ बाहिर चाहिँ यो चाहिँ मलाई साउले दिएको जग्गा हो गरी खानलाई। यतिका गरी खान सकिन्छ भन्दा टक्कसँग यहाँ भिडियो बनाउने आजको लागि चाहिँ। यतापट्टि जङ्गल छ ल। आज चाहिँ म साउले मलाई टमाटर खोर्सानीको बिरुवा ल्याइदिएको रहेछ। अब यो चाहिँ म भिडियो बनाउँदैछु।